पहाडेको घर पर्वत जिल्लाबाट आउने बाटो, तल्लो बाटो, माथिल्लो बाटो। यहाँ मन्दिर दर्शन गर्नको लागि गइन्छ। ओ पर पर्वत जिल्ला माथि राकट के अरे बलको भन्ने होला, बल बालाकोट। यो खरबडिया घाँस एउटा जात बस्ने थिएन पहिला त, अहिले लगाएर कसले काटेर सबै पहिला यी हामीले बनाएको यहाँ हो कि भगवती मन्दिर रही गरेको। अब अहिले मन्दिर दर्शन गर्न आएको हामी। अहिले हाम्रो मुखहरू जुठो छ। यो फेरि यहाँ के बनाएर रहेछ त? पहिला हामी यो ठाउँमा गाई बाख्रा चराउन आउने गर्थ्यौँ। अहिले गाई बाख्रा चराउन छोडिसके, मान्छेले पाल्नै छोडे। हाम्रो यहाँ बसिन्थ्यो, पहाडी छुट्टै भिड छ। यो पोखरा सबै घाँसले भरिएछ। भगवती माता मन्दिर यो पौने इन्चको रहेछ कि यसको 1 इन्चीको ल्यायो भने ठिक हुन्छ कि। दर्शन गर्न पर्यो। घन्टी बजाउनु पर्यो। पोलै दिएर रहेछ बिजुलीको त होइन। यो बिठाइगा निकै हाल्यो होला नि। यस्तो बिठाइ मात्रै गर्न जानेछ। घामले पनि चर्कियो होला, अलिकति टक्क गऱ्यो, फुटिहाल्यो। ल यो यस्तो मूर्तिहरू छ। यो यहाँ बाख्राको पाठो पूजा गर्छ बाहुनहरूले।